माननीय प्रधानमन्त्रीज्यूले एउटा वाक्यांश एउटा स्टेटमेन्ट प्रयोग गर्नुभयो कि नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए, ठिक गरेर हिरासतमा पुर्याए। उहाँप्रति आभार छ कि स्वीकार्नु भयो, राजनीतिक प्रतिशोध नै रहेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सह अध्यक्ष रविन्द्र मिश्रज्यूको विचार र व्यवहारप्रति मेरो सहमति नहोला, तर उहाँप्रति राज्यले गरिराखेको दुर्व्यवहारको चाहिँ त्यसप्रति मेरो विमति छ, घोर विमति छ। त्यसैले त्यसमा सच्याइयोस् र चचियोस् भन्ने म आग्रह र ध्यानाकर्षण गराउन चाहन्छु। यही वैशाख 14 गते काठमाडौँमा एउटा कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा वाक्यांश एउटा स्टेटमेन्ट प्रयोग गर्नुभयो कि नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए, ठिक गरेर हिरासतमा पुर्याए। उहाँप्रति आभार छ कि स्वीकार्नु भयो, राजनीतिक प्रतिशोध नै रहेछ। राजनीतिक प्रतिशोधले नै त्यो सबै व्यवहार गर्नु भएको छ भन्ने कुरा उहाँले स्वीकार्नु भयो र आग्रह गर्न चाहन्छु आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वाद विवाद गर्न विचार गर्न नआउनु होला, किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नु भयो। तेस्रो कुरा, सुशासनको हवाला दिने सरकारलाई 10 महिनासम्म सम्पत्ति विवरण किन नबुझाउनु भएको?